यही विषयमा जानु अघि महान आज्ञाको बारेमा गहिरी जानु अगाडि म एउटा पढ्न चाहन्छु, वचन पढ्न चाहन्छु। खोल्नु त भाइ, यूहन्नाको 11 अध्याय 25 पद, जॉन चैप्टर 11 verse 25। यसमा लेखेको छ, Jesus said unto her, I am the resurrection and the life. He that believeth in me, though he were dead, yet shall he live। लेखेको छ। यसैको नेपालीमा कस्तो छ हेरौँ। यूहन्ना 11:25 हामी पढ्नेछौँ। येशूले तिनलाई भन्नुभयो, येशूले तिनलाई भन्नुभयो, पुनरुत्थान र जीवन म नै हुँ। पुनरुत्थान र जीवन म नै हुँ। मलाई विश्वास गर्ने मर्यो भने भए पनि जीवित हुनेछ। आमेन। यही कुरा हो। आमेन। 26 गराउनु के छ? अनि जिउने र म माथि विश्वास गर्ने प्रत्येक कहिल्यै मर्ने छैन। के तिमी यो विश्वास गर्छौ? यति हो। ल, यो वचनमा परमेश्वर आशीर्वाद दिउन्। मैले भन्न खोजेको के भने, एउटा पुनरुत्थान र जीवन भनेको चाहिँ को रहेछ, को हुनुहुन्छ भन्ने कुरा हो। पुनरुत्थान र जीवन, एउटा पुनरुत्थान र जीवन भनेको कोही रहेन भन्दा को हो? मृतबाट चाहिँ जीवित उठ्ने, पुनरुत्थान हुने। पुनरुत्थान र जीवन भएर त हामी मरेकाहरूलाई उठेको छ। यो कुरा हामी चिन्नुपर्छ। पुनरुत्थान जीवन को हो? येशूले त भन्नु, म हो। आई एम द रिजरेक्सन एन्ड लाइफ। ही द्याट बिलिभेथ मी, दो ही वर डेड, येट शल ही लिभ। फेरि जिउनेछ भन्ने कुरा हो। त्यसले गर्दा पुनरुत्थान र जीवन चाहिँ को हो? येशू नै पुनरुत्थान र जीवन हो। जीवन कस्तो खालको जीवन भन्दा eternal life. He is the eternal life. Eternal life has no beginning. Eternal life has no ending. अनन्त जीवन, त्यो जीवन हो। त्यो जीवन आदमलाई दिए थियो परमेश्वरले। आदम ल, अझै जीवन तिमीले दिएको छु। You don't need to die. You can live forever, eternally. So God gave him eternal life. तर उसले पाएको इटर्नल लाइफलाई शैतानलाई सुम्पिदियो, फोर्फिटेड गरिदियो। त्यसले गर्दा मृत्युमा त्यही दिनमा मऱ्यो। Thou shalt die, you shall die, thou shalt die, this day thou shalt die। यो दिन तिमीले मर्नेछौ भन्ने। त्यही कारणले आदम चाहिँ 930 वर्ष बाँचेर मरिहाल्यो। मर्ने थिएन नि त। उसले पाएको अनन्त जीवनलाई शैतानले सुम्पिदिएपछि त कसरी ऊ अझै जीवन जुग्नु सक्छ? No one can live eternally without receiving the eternal life। अनन्त जीवन नपाइकन कोही मान्छे अनन्त जीवन जिउन सक्दैन। यही कुरा हो। इटर्नल जीवन पाउनै पर्छ। कहाँ छ त्यो अनन्त जीवन? कहाँ छ? येशूमा अनन्त जीवन छ। येशू नै अनन्त जीवन हो। आई एम द रिजरेक्सन एन्ड लाइफ। लाइफ भनेको अनन्त, इटर्नल लाइफ। त्यसैले भनेको छ, यूहन्नाको किताब भनेको पछाडिको यूहन्ना नि, यूहन्ना 1, यूहन्ना 2, यूहन्ना 3 यूहन्ना हुन्छ नि, त्यहाँ लेखेको छ, He that has the Son of God has eternal life। He that has not the Son of God has no eternal life। जसलाई परमेश्वरको पुत्र छ त्यसैले उससँग अनन्त जीवन छ। जसको जीवनमा परमेश्वरको पुत्र छैन त्यसैले अनन्त जीवन छैन। अनन्त जीवन उही त हो नि। अनन्त जीवन भने इज अ पर्सन। इटर्नल लाइफ इज अ पर्सन। हामीले चिन्नु पऱ्यो। जुन सानमा भएन, कुनै काल्पनिक चिज होइन कि अनन्त जीवन भनेको। अनन्त जीवन भने मान्छे हो, एक जीवित हो। यसुले दिनुभएका महान आज्ञाको बारेमा हो। भन्न त सबै प्रचारकहरूले सधैँको लागि प्रचार गरिरहेका सेयर गरिरहेको विषय हो। यसलाई प्रचार नगरेको कुनै प्रचारक हुँदैन संसारमा। तर विस्तृत जानकारी भएको मैले देख्दैन। धेरैजनाले सुन्यो, बाइपास गरेर गयो, माथि गयो।
दायाँ बायाँतिर गयो तर विशेषमा यो महान आज्ञा भनेको के हो, महान आज्ञा भनेको कोले दिएको हो, कसलाई दिएको, कोले पाएको हो, कुन ठाउँमा दिएको, कुन ठाउँमा कुन समयमा दिएको हो, यो पाउनेको मान्छेहरूको नाम के थियो अनि भन्ने कुराहरू चाहिँ व्याख्या यति गर्दैन। त्यति महान आज्ञाको यस्तो भनेछ भने मात्रै कुरा गरेर पाएकै छ। आज विस्तृत यो चाहिँ महान आज्ञा भनेको के हो, वाट इज द ग्रेट कमिसन, हु गेभ दिस कमिसन, हु रिसिभ दिस कमिसन, वेयर वाज दिस कमिसन गिभन भन्ने विषयमा के त अलिकति केलाएर हामी हेर्न चाहन्छौँ आज। किनभने हामीले विस्तृत कुरा बुझेर मात्रै प्रचार गर्नुपर्छ। बाइबल भनेको कुरा यस्तो हो कि यो बाइबल वाज रिटन इन द प्याराबल एन्ड सिम्बल। प्याराबल उखानमा लेखेको बाइबल हो, त्यसैले यसैको भन्न खोजेको चाहिँ के रहेछ भन्ने बुझेन भने त्यत्तिकै ब्लाइन्ड भएर जान्छ, त्यत्तिकै माथि माथि उडेर जान्छ। त्यसैमा विस्तृत यो चाहिँ गहिरी ठाउँमा पुग्न सक्दैन। यसैले गर्दा आज मैले यही कुरा चुनेको हुँ। Hallelujah. यही विषयमा जानु अघि महान आज्ञाको बारेमा गहिरी जानु अगाडि म एउटा पढ्न चाहन्छु, वचन पढ्न चाहन्छु। खोल्नु त भाइ, यूहन्नाको 11 अध्याय 25 पद, जॉन चैप्टर 11 verse 25। यसमा लेखेको छ, Jesus said unto her, I am the resurrection and the life. He that believeth in me, though he were dead, yet shall he live. लेखेको छ। यसैको नेपालीमा कस्तो छ हेरौँ। यूहन्ना 11:25 हामी पढ्नेछौँ। येशूले तिनलाई भन्नुभयो, येशूले तिनलाई भन्नुभयो, पुनरुत्थान र जीवन म नै हुँ। पुनरुत्थान र जीवन म नै हुँ। मलाई विश्वास गर्ने मर्यो भने भए पनि जीवित हुनेछ। यही कुरा हो। आमेन। 26 मा के छ? अनि जिउने र म माथि विश्वास गर्ने प्रत्येक कहिले मर्ने छैन। के तिमी यो विश्वास गर्छौ? यति हो। ल, यो वचनमा परमेश्वर आशीर्वाद दिउन्। मैले भन्न खोजेको के भने, एउटा पुनरुत्थान र जीवन भनेको चाहिँ को रहेछ, को हुनुहुन्छ भन्ने कुरा हो। पुनरुत्थान र जीवन, एउटा पुनरुत्थान र जीवन भनेको कोही रहेन भन्दा को हो? मृतबाट चाहिँ जीवित उठ्ने, पुनरुत्थान हुने। पुनरुत्थान र जीवन भएर त हामी मरेकाहरूलाई उठेको छ। यो
यो कुरा हामी चिन्नुपर्छ। पुनरुत्थान जीवन को हो? यसुले त भन्नु म हो, आई एम द रिजरेक्सन लाइफ, हि द्याट बिलिभेथ मी दो हि वर डेड येट सेल हि लिभ, फेरि जिउनेछ भन्ने कुरा हो। त्यसले गर्दा पुनरुत्थान जीवन चाहिँ को हो? यसु। यसु नै पुनरुत्थान जीवन हो। जीवन कस्तो खालको जीवन? कस्तो खालको जीवन भन्दा इटर्नल लाइफ, हि इज द इटर्नल लाइफ। इटर्नल लाइफ हेज नो बिगिनिङ, इटर्नल लाइफ हेज नो एन्डिङ। अनन्त जीवन, त्यो जीवन हो। त्यो जीवन आदमलाई दिएको थियो परमेश्वरले। आदमलाई, आदम ल अझै जीवन तिमीले दिएको छु, यु डोन्ट निड टु डाई, यु क्यान लिभ फर एभर, इटर्नल्ली। सो गड गेभ हिम इटर्नल लाइफ। तर उसले पाएको इटर्नल लाइफलाई सैतानलाई सुम्पिदियो, फोर्फिटेड गरिदियो। त्यसले गर्दा मृत्युमा त्यही दिनमा मऱ्यो। दाउ सेल दाई, यु सेल दाई, दाउ सेल दाई, दिस डे दाउ सेल दाई, यो दिन तिमीले मर्नेछौ भन्ने। त्यही कारणले आदम चाहिँ 930 वर्ष बाँचेर मरिहाल्यो। मर्ने थिएन नि त। उसले पाएको अनन्त जीवनलाई सैतानले सुम्पिदिएपछि त कसरी ऊ अझै जीवन जुग्नु सक्छ? नो वान क्यान लिभ इटर्नली विदाउट रिसिभिङ द इटर्नल लाइफ। अनन्त जीवन नपाइकन कोही मान्छे अनन्त जीवन जिउन सक्दैन। यही कुरा हो। इटर्नल जीवन पाउनै पर्छ। कहाँ छ त्यो अनन्त जीवन? कहाँ छ? येशूमा। येशूमा अनन्त जीवन छ। येशू नै अनन्त जीवन हो। आई एम द रिजरेक्सन लाइफ। लाइफ भनेको अनन्त, इटर्नल लाइफ। त्यसैले भनेको छ युहन्नाको किताब भनेको पछाडिको युहन्ना नि, युहन्ना 1 युहन्ना 2 युहन्ना 3 युहन्ना हुन्छ नि, त्यहाँ लेखेको छ He that has the Son of God has eternal life. He that has no the Son, not the Son of God, has no eternal life. जसलाई परमेश्वरको पुत्र छ त्यसैले उससँग अनन्त जीवन छ। जसको जीवनमा परमेश्वरको पुत्र छैन त्यसैले अनन्त जीवन छैन। अनन्त जीवन उही त हो नि। अनन्त जीवन भने इज अ पर्सन, इटर्नल लाइफ इज अ पर्सन। हामीले चिन्नु पऱ्यो। जुन सानमा भएन, कुनै काल्पनिक चिज होइन कि अनन्त जीवन भनेको। अनन्त जीवन भने मान्छे हो, एक जीवित हो। कोही यीशु हाम्रो उद्धारकर्ता हो, मुक्तिदाता हो, सङ्घाइदाता हो, पालनहार हो, सृष्टिकर्ता, सृजनहार हो। विदाउट अ क्रिएटर नथिङ क्यान बी क्रिएटेड। एउटा सृष्टिकर्ता बिना कुनै चिजको सृष्टि हुँदैन, कुनै थोक। विदाउट अ क्रिएटर नथिङ क्यान बी क्रिएटेड। एउटा सृष्टिकर्ता बिना कुनै थोकको सृष्टि हुँदैन। यही कुरा हो। विदाउट अ ड्राइभर द लङ ट्रेन विल रिमेन एट द स्टेसन अल डे लङ। ड्राइभर पनि के हो? चालक। एउटा ड्राइभर बिना त्यो लामो रेलगाडी स्टेसनमा बसिरहन्छ रात दिनभरि, हिल्दैन, चल्दै अगाडि बढ्दैन। ड्राइभर चाहिन्छ नि त। विदाउट अ ड्राइभर लङ ट्रेन विल रिमेन एट द स्टेसन अल डे लङ, अल द टाइम। एक प्रमाणको लागि भन्दैछु हामीले। त्यसपछि विदाउट द पाइलट द बिग प्लेन क्यानट फ्लाइ टु ब्याङ्कक थाइल्यान्ड। एउटा पाइलट बिना यत्रो ठुलो जहाज, हिमालयन एयरलाइन्सको, नेपाल एयरलाइन्सको जहाज ठुलो त्रिभुवन इन्टरनेसनल एयरपोर्टमा खराब भएर बसिरहेको छ। कसले उड्छ नि पाइलट बिना? पाइलट भए पो उड्ने हो। पाइलट बिना कसले उड्छ? त्यसले पाइलट चाहिन्छ त्यो। यही कुरा हो। विदाउट अ पाइलट द्याट बिग प्लेन क्यानट फ्लाइ टु ब्याङ्कक थाइल्यान्ड, मेरो भनाइ हो। अनि अर्को चाहिँ विदाउट अ ब्राइडग्रुम द ब्राइड विल वेट फर हिम इन भेन। दुलादै छैन भने दुलहीले मात्रै तम्सेर तयारी गरेर मान्दामा बसिरहेर रङबङ गरेर सबै सिँगार पटार गरेर बसिरह्यो भने ओल देखेर पनि के फाइदा लाग्यो? त्यहाँ बिहा हुन्छ र एक दुल्हा बिना? यस्तै हो। हामी दुल्हा पर्खिरहेको छ नि। दुल्हा आएर लिएर जान्छ भने नि तयारी गरिरहेको छ अहिले। वी आर प्रिपेयरिङ नाउ। ब्राइडग्रुम इज कमिङ टु टेक अस ब्याक होम। त्यो वचनको दुल्हा आउँदैछ, वचनको दुल्ही उठाएर लिएर जाँदैछ त्यहाँ। वचन मिल्छ के? वचन र परम्परा, रीतिरिवाज
थियोलोजी साइकोलोजी इजम धर्मनीति चाडफाट अनि चाहिँ हो यो मिल्दैन के चर्च डक्ट्रिन यस्तो मात्रै हुन्छ वचनको दुलहा आउँदैछ वचनको दुलही उठाएर लिएर जाँदैछ त्यही दुलहीको भित्र प्रवेश गर्नु परेन जाने भए वचनको दुलहीमा त प्रवेशै गर्दैन बाहिर बसिरहेको छ भजन कीर्तन गर्दै त्यसैले चाहिँ कहाँ उठाएर लिएर जान्छ If you want to go in the rapture, you must enter into the bride church of the Lord Jesus Christ, which is going in the rapture very soon. You must enter in. You must know how to enter. त्यही कुरा हो त्यसले गर्दा म अनि दोस्रो स्थानमा लान चाहन्छु Thou believest that there is one God. Thou doest well. The devil also believe and tremble. त्यही हो याकुबको 2:19 हामी पढ्नेछौँ तिमीहरू विश्वास गर्दछौ कि परमेश्वर एउटै हुनुहुन्छ एउटै परमेश्वर त्यो असल हो भूत आत्माहरू पनि डेभिलहरू पनि विश्वास गर्छन् र तिनीहरूले विश्वास गर्छन् र थरथर काम्छन् डेभिल अल्सो बिलिभ डेभिल इज द बिलिभर मान्छेले सोध्छ नि शैतान भूत आत्मा यो विश्वासी होइन बिलिभ दे बिलिभ इन द वर्ड अफ गड दे बिलिभ इन द प्रोमिसेस अफ गड दे बिलिभ इन द कमान्डमेन्ट्स अफ गड दे नो एभ्रिथिङ तर के छ तिनीहरूमा पालन नै गर्दैन विश्वास त गर्छ तर त्यसै मुताबिक त गर्दैन त्यहाँ यहीको कुरा हो तिनीहरूको बिलिभ विदाउट ओबिडियन्स इज नट एक्सेप्टेबल टु गड You believe in the word of God, you accepted the word of God, but you don't obey the word of God, you are not acceptable to God. Faith without work is dead. काम बिनाको विश्वास त मरेको विश्वास हो मरेको हो नि त्यसले गर्दा धेरैजनाले चाहिँ अनुयायीहरूले चाहिँ वचनमाथि विश्वास गर्छ वचन ग्रहण पनि गर्छ भजन कीर्तन गर्छ दशाङ अनि भेटी पनि दिन्छ अनि चाहिँ ऊ के भन्छ ऊ परमेश्वरको चाहिँ धन्यवाद स्तुति प्रशंसा गर्छ तर वचन चाहिँ पालन गर्दैन त्यसोले पनि उठाएर लगिन्छ उठाएर लग्नु लागि त वचनमा प्रवेश गर्नु परेन वचनले सिकाएको पनि हिँड्नु परेन वचनको ज्योति मात्रै हिँड्नु परेन त्यो चाहिँ त्यसैले गर्दा इम्पोर्टेन्ट छ त्यसैले गर्दा Thou believest that there is one God. Thou doest well. यसरी गरे पनि राम्रै हो The devil also believe and they tremble before God. तिनीहरू पनि विश्वास गर्छ नि थरथर काम्छ प्रभु यीशुको अगाडिमा परमेश्वर रोमीको 16 पढौँ For I am not ashamed of the gospel of Christ, for it is the power of God unto salvation to everyone that believeth, to the Jew first and also to the Greek. This verse emphasizes that the gospel is God's power, the power of God unto salvation to each and everyone that believes, regardless of what background. कुन ब्याकग्राउन्डबाट आएको नपढौँ न परिहालौँ त रोमीको 1:16 रोमी 1:16 हामी पढ्नेछौँ किनकि सुसमाचारसँग म शर्माउँदिन किनभने विश्वास गर्ने प्रत्येकको मुक्तिको निम्ति यो परमेश्वरको शक्ति हो पहिलो यहुदीहरूको निम्ति र अन्य जातिहरूका निम्ति पनि तर अन्य जातिहरूको निम्ति पनि हाम्रो निम्ति पनि हामी अन्य जाति हो हामी यहुदीहरू होइनन् यसलाई बाइबलमा जेन्टाइल डग भन्छ कुकुर अन्य जातिहरू कुकुर हो जापानिज चाइनिज मङ्गोलियन नेपाली इन्डियन सबै चाहिँ अन्य जाति हो जेन्टाइल डग हो नि तर फेरि यहुदीहरूलाई चाहिँ अन्धा बनाइराखेर चाहिँ हामीलाई बचाउ निक्लेर त्यसले गर्दा हामीले उद्धार पाए मुक्ति पाए त्यही कुरा हो But belief without obedience to the word of God is not acceptable to God. Faith without work is dead. विश्वास के रहे थे
काम बिनाको विश्वास त काम मुताबिक गरेन, विश्वास मात्रै गर्यो त्यो चाहिँ मरेको हो। फेथ विदाउट वर्क इज डेड। ऑल क्रिस्चियन्स डू बिलिभ इन द वर्ड अफ गड। क्रिस्चियनले थरी थरी क्रिस्चियन हुन्छ कि कस्तो खालको क्रिस्चियन, एन्टी क्राइस्ट क्रिस्चियन पनि हुन्छ, गरे होला तर त्यही म बोझौँ चल्दैन कि गर्दैन कि, गरौँ पनि काम गर्दैन कि त्यहाँ। फेथ विदाउट वर्क इज डेड, बिलिभ विदाउट ओबिडियन्स इज नट एक्सेप्टेबल टु गड। विश्वास गर्छु भनेर हुन्छ, फलो गर्नु परेन वचनलाई, ओबिडियन्स हुनु परेन, आज्ञाकारी हुनु परेन वचनको। वचनको आज्ञाकारी नभयो भने मत्तीको 4 पढ्यो भने यस्तो हुन्छ, Man shall not live by bread alone, but by every word which is come out from the mouth of God. त्यो के भन्छ नेपालीमा? परमेश्वरको मुखबाट निस्केको भोजनले मात्र मानिस बाँच्दैन, तर परमेश्वरको मुखबाट निस्केको प्रत्येक वचनले मानिस बाँच्दछ। प्रत्येक वचन त पुरा गर्नु परेन, चाहेको छोडेर 50% गरेछ, 90% गरेछ, 80% गरेछ, नचाहेको त्यो फालेछ, ए सी दिस इज रङ भने परेर हुन्छ। बाइबल पुरा गर्नु पऱ्यो नि, त्यही म चल्नु परेन, त्यहाँबाट उठाइ लगिने हो। सहीमा सही हुनुपर्छ। बाइबलमा लेखेको छ एक ठाउँमा, परमेश्वरको आज्ञा चाहिँ सहीमा 89 चाहिँ पुरा गरेको, एउटा चाहिँ रद्द गरेको उसले भने he will be considered that he has not even one commandment. के भन्छ बाइबलमा नेपालीमा? एकजना मानिसले परमेश्वरको आज्ञालाई सहीमा 89 पुरा गरेर एउटा चाहिँ 79 गरेर एउटा चाहिँ रद्द गरे भने त्यो व्यक्तिलाई परमेश्वरले एउटा पनि आज्ञा पालन नगरेको ठहरिनेछ अरे। भनेपछि त सहीमा सही गर्नु परेन। त्यसै गर्दा इम्पोर्टेन्ट के हामी अब गड परमेश्वरको वचनमाथि विश्वास नगर्ने क्रिस्चियन त साथै छैन नि। एन्टी क्राइस्ट क्रिस्चियनले पनि विश्वास गर्छ, अनि चाहिँ परमेश्वरको सन्तानले पनि अब चिल्ड्रेन अफ गडले पनि विश्वास गर्छ, बुद्धिमती कन्याहरूले पनि विश्वास गर्छ। त्यसपछि चाहिँ ऊ के भन्छ फुलिस भर्जिनले पनि चाहिँ के भन्छ बुझाइ मूर्ख कन्याहरूले पनि विश्वास गर्छ। सबै विश्वास गर्छ नि। अन्त कसरी क्वालिफाई हुन्छ त? वचनले गरौँ भनेको कुरा चाहिँ पुरा गर्छ त्यसले नि माथि लाने। वचनको दुला आउँदैछ, वचनको दुलै उठाएर लिएर जाँदैछ। त्यो पाउल प्रेरितले बताउँदैछ यो रोमीको 1:16 किनभने यो सुसमाचार जो भनिएको छ, यो सकल सुसमाचार प्रभु यीशुको सुसमाचार कहाँबाट आएको? यरुशलेमबाट आएको। यरुशलेमबाट प्रचार गर्न सुरु गरिएको सकल सुसमाचारमा उद्धार छ, मुक्ति छ, सङ्घाइ छ, सबै थोक छ। उद्धार छ, मुक्ति छ, अनन्त जीवन छ। त्यसैले गर्दा अनन्त जीवन केमा छ? यही सुसमाचारमा छ। कुन सुसमाचार? सकल सुसमाचार, ओरिजिनल गोस्पेलमा। डुप्लिकेट गोस्पेल, मानिसले बनाएको गोस्पेल थुप्रै, आविष्कार गरेको गोस्पेल थुप्रै छ। त्यो जेरुसलेमबाट नआएको, कताबाट उम्रेर आएको धेरै छ कि। अमेरिकन गोस्पेल, युरोपियन गोस्पेल, कोरियन गोस्पेल, अस्ट्रेलियन गोस्पेल होला, कहाँ गोस्पेल होला, फिलिपिन गोस्पेल होला, धेरै गोस्पेल छन् तर देयर आर सो मेनी गोस्पेल्स। मेनी प्रिचर्स आर प्रिचिङ टुडे at different places, their gospel, their own gospel, their church doctrine they are preaching. यसैले त माथि कहाँ लान्छ त्यो? त्यसमा शक्ति सारा उद्धार पाउने, मुक्ति पाउने? नो, दिस gospel have zero power. Only the gospel which went forth, which came, which was begun to preach from Jerusalem has the power unto salvation, has the power of God, But in other gospel, no power of God. No power of God is not there. These gospels have zero power. No one can receive salvation, eternal life. No one can go to heaven by these gospels. We have to know gospel also. Original gospel. जबकि प्रेरित पाउलले यरुशलेमबाट प्रचार गर्न सुरु गरेको गोस्पेल लिएर गलातीमा गएको रहेछ। गलातीमा जोरदार प्रचार गरिरहेछ। अनि गलातीहरूले चाहिँ त्यसलाई सुनेर ग्रहण गरेर पश्चाताप गरेर तिनीहरू सबैले प्रभु यीशु ख्रीष्टको नाममा बप्तिस्मा लिएछ।
कति राम्रो भएछ है, त्यहाँ मण्डली थापना भएछ। पावल प्रेरित पनि धेरै खुसी भयो, ओहो ओहो परमेश्वरले यहाँ ठाउँ पठाउनु भएर मैले सत्य वचन प्रकट गरेँ, प्रभु यीशुलाई मैले प्रचार गरेँ, तिनीहरूले पनि ग्रहण गरे, मैले बप्तिस्मा दिएँ, तिनीहरूलाई चर्च स्थापना भयो भनेर धेरै खुसी भएको छ क्या। किनभने परमेश्वरको शक्ति सकेमा यो सुसमाचारमा, कुन समाचारमा? ओरिजिनल गोस्पेलमा, डुप्लिकेट गोस्पेलमा त छैन। कोरियन गोस्पेल हेज नो पावर अन्टु सल्भेसन, अमेरिकन गोस्पेल, रसियन गोस्पेल, रोमान गोस्पेल हुन्छ नि त। All Christians do believe in the word of God. Antichrist Christians believe in the word of God. Children of the devil believe in the word of God. Devil himself also believe and tremble before God. Devil is the believer. He believes in the word of God. He knows everything, the whole program of God. He knows he will be thrown in the lake of fire with his holy, fallen angel, with his people. He knows the program of God. He will be thrown, he will be tortured, he will be punished for a long time. Devil knows, devil is a very wise devil. He knows the word of God very well. See, Bible न जानेको devil होइन, devil त बहुत जानेको devil. To the Jew first and also the Greek, unto salvation to everyone that believeth. जसले विश्वास गरेछ, ग्रहण गरेछ र तै बमोजिम गरेछ, त्यसले उद्धार पाउने, मुक्ति पाउने हो। बसिरहेर विश्वास गरेछु, ग्रहण गरेछु, सुसमाचार सुनेछु भनेर मात्रै उद्धार पाउने होइन, मुक्ति पाउने होइन, त्यसले बमोजिम गरे भने पाउने हो। त्यही कुरा छ क्या। त्यसले गर्दा हामीलाई यो कुरा आज देखियो। आज परमेश्वरको शक्ति कहाँ छ? सुसमाचारमा। अन्त कुरा चाहिँ अन्त गरौँ। यो हामी वचन अर्कोमा जान्दैछौँ, महान आज्ञामा जान्दैछौँ। त फिलिस्टो गलातीको मान्छेले तिनीहरूले उद्धार गरेछ, ग्रहण गरेछ, अनि तिनीहरू बमोजिम विश्वास गरेछ, ग्रहण गरेछ। त्यही हुन्छ तिनीहरूले त्यही बमोजिम तिनीहरूले आफ्नो पाप, अधर्मी, भुल, गल्तीबाट पश्चाताप गरेर प्रभु यीशु ख्रिस्टको नाममा बप्तिस्मा लिएछ, पाप हरणको निम्ति, पाप समाधानको निम्ति, पापहरू उद्धार पाउनुको लागि, मुक्ति पाउनुको लागि बप्तिस्मा लिएछ। तर पवित्र आत्माको वरदान पनि पाएछ भनेको त बमोजिम परमेश्वरको प्रति अनुसारले पावल धेरै खुसी भएको छ। मण्डली थापना गरेको आफ्नै प्रचार गर्न आउँदा त्यसपछि अर्को ठाउँमा गएछ, अर्को सहरमा। पावलको चलाऊ है, राम्रो गरी चलाऊ है। यो बकेसहरू आउँछ, विभिन्न कुराहरू लिएर आउँछन्, तिनीहरूले विश्वास गरेर ग्रहण गरेर तिमीहरूले त हुँदैन। यहाँबाट मैले प्रचार गरेको भन्दा कुनै पनि एक शब्द नफेरियोस्, त्यहाँबाट भाङ्गो तिङ्गो नजाओस्, त्यहाँबाट एकदम भनेर गएछ। अनि सिधा एकजना मान्छे आएछ अर्को ठाउँमा, एकदम दुःख गरी आएछ, खबर दिन आएछ। पाउल दाई हेर्नु न है, तपाईँले त गलातीमा गएको होइन, प्रचार गरेर चर्च थप्ना भएको होइन, तिनीहरूलाई बप्तिस्मा लिएको होइन, यति राम्रो गरेछ। गलातीको 1 देखि 9सम्म कुरा हो त्यो कुरा चाहिँ। गलातीको 1:9 गलाती 1 अध्याय 1देखि 9सम्मको कथा हो। त्यहाँबाट चाहिँ तिनीहरूले, त्यो मान्छेले भने कि तिनीहरू त छोडिसकेछ, कहाँ हुने हो, तपाईँले सिकाएको त त्यो फालिसकेर नयाँ नयाँ कुराहरू, नयाँ जिजस, नयाँ परमेश्वर, नयाँ गोस्पेल सुसमाचारमा थियो कि लिएर आएर जस्तो तिनीहरू ग्रहण। कति खुसी भयो तिनीहरू। केही पनि छैन, तपाईँको जिरो नाम निशानै रहेन त्यो ठाउँमा बस भनेर भनिदिएछ। त्यहाँबाट त अपोस्टल पाउल धेरै दुःख लाग्यो। त्यसपछि उसले कापी कलम लिएर एउटा स्ट्रङ, एकदम कडा पत्र लेखेर गलातीहरूलाई पठाए। गलातीहरूलाई भने, हेर मैले सिकाएको तिमीहरू कहाँ पुग्यो, कता गयो त, मैले ल्याएको येशू कहाँ गयो, सुसमाचार कहाँ ल्यायो, मैले देखाएको परमेश्वर कहाँ पुग्यो, तिमीहरूले सोरे सरे सबै भनेर भन्यो। त्यो त्यहाँबाट त लेखेको पढ्नु त 8 और 9 पढ्ने हो। 8 और 9 बिस्तारै पढाएँ, म दोबारा भन्ने। यो गलाती किताब आउन
गलाती इफेसी हो, गलाती हुनुपर्छ। गलातीको 1 को 8 र 9 स्वर्गबाट दूतहरू आएर पनि अर्को भिन्न सुसमाचार मैले सुनाएको बाहेक भन्दा अलग्गै समाचार सुनायो भने त्यो श्रापित होस् भन्ने कुरा हो। 8 र 9 पढौँ, 1 अध्यायको 8 र 9 पढौँ न। गलाती 1 को 8 र 9 हामी पढ्नेछौँ। हामीले प्रचार गरेको सुसमाचारको विपरीत हामीले वा स्वर्गबाट आउने दूतले नै प्रचार गर्यो भए पनि त्यो श्रापित होस्। हामीले अघिदेखि भनेको जस्तै म फेरि अहिले पनि भन्दछु, तिमीहरूले जुन सुसमाचार सुनेको थियो र ग्रहण गरेको थियो त्यसको विपरीत अरू कसैले तिमीहरूलाई प्रचार गर्दछ भने त्यो श्रापित होस्। हेर्नु यतिको करा लेखेछ कि हेर्नु त, मैले तिमीहरूलाई आएर सुनाएको सुसमाचार, मैले ल्याएको सुसमाचार, यरुशलेममा प्रचार गर्न सुरु गरेका सकल सुसमाचार मैले लिएर आएर तिमीहरूलाई सुनाए, तिमीहरूले पनि ग्रहण गरेको थिए। तिमीहरूले पश्चाताप गरेर पाप समाधानको लागि प्रभु येशू ख्रिस्टको नाममा बप्तिस्मा लिएको थिए, पवित्र आत्माको वरदान पाउनुको निम्ति तिमीहरूले गरेको थियौ नि त। त्यो सबै कुरा सिकाएर म गएँ, तर त मैले यसै सुनिरहेको छु कि तिमीहरूले अरूको परमेश्वर, अरूको सुसमाचार, अरूको प्रभु, अरूको येशूलाई सम्हालेर काम गरेछ। तिनीहरूले त धेरै परमेश्वरको अपमान भएछ, परमेश्वरको इन्सल्ट भएछ, विरोधमा उठेछ तिमीहरूले। त्यसैले म फेरि भन्दछु, मैले भनेको सुसमाचारको बाहेक अरू कुनै मान्छे आएर सुनाए पनि, म आफै आएर फेरि सुनाए पनि अर्को थरीका सुसमाचार नभए स्वर्गबाटै ओर्ली आएको स्वर्गदूतहरू आएर तिमीहरूलाई अर्को सुसमाचार सुनाए पनि त्यो श्रापित होस्, श्रापित होस्। भरेदेखि हावा नेपालमा कति श्रापित पास्टरहरू छन्, यहाँ कति श्रापित प्रचारकहरू छन्। यरुशलेमबाट प्रचार गरेर सुरु गरेको सुसमाचार छोडेर कहाँ कहाँको समाचार प्रचार गरिरहेको छ। यही त कुरा त। प्रभु यीशु आफ्नै दुलै लिएर लिन आउँदैछ, दुलै तयारी हुँदैछ, उठाएर लिनुहुन्छ। यसैमा प्रवेश गरून् भनेर यो नचाहेर पनि भन्ने पर्ने टाइम आइसक्यो। यत्रो दुःखको कुरा हो। सकल सुसमाचार खोज्नु पर्दैन। सबैभन्दा पहिलो एकजना मान्छे बप्तिस्मा लिएको थियो प्रभु यीशुको नयाँ नियमको मण्डलीमा, इन द न्यू टेस्टामेन्ट चर्च अफ द लॉर्ड जीसस क्राइस्ट, हाउ द फर्स्ट पर्सन वाज baptized, in which name, how he was baptized. The last person also must be baptized in the same way, in the same name. विश्व चेन्ज गर्नु हुँदैन। चेन्ज गर्ने भनेको के हो कुरा हो, शैतानको काम हो। Changing is the work of the devil. Devil changed it. Why is changing? So the people may remain in confusion. His work is to mislead the people from the truth to the false. सत्ताबाट ट्रुथ बन गयो, सत्ताबाट असत्य दोहोऱ्याएर लैजाने काम शैतानको काम हो। र हामीले जान्नु परेन, हामीले प्रचार गरेको सुसमाचार चाहिँ यो यरुशलेमबाट सुरु गरेको प्रचार हो कि होइन भने सोध्नु परेन। त्यो त गर्दैन मानिसले। जे मन लाग्छ सुसमाचार प्रचार गरेछ त्यसैले उद्धार पाउँछ, मुक्ति पाउँछ के हो, यही कुरा हो। ल अब हाम्रै विषयमा हामी जाने हो। विषयमा गएर विषय टुङ्गिएपछि हाम्रो यो सेसन पनि अन्त हुन्छ। ल अब पढौँ। मैले हेरिरहेको छु है, 16 देखि 20सम्म पढ्ने हो। लामो छ है, 1 किलोमिटर। त्यही पनि पढ्नै पर्छ, किनभने यो हाम्रो विषय हो आजको विशेष। मत्ती 28 अध्याय 16 देखि 20सम्म बिस्तारै पढ्ने। यसैमा सबै कुरा लुकेको छ यही ठाउँमा। बाइबलको मूल सारांश भनेको यही हो। मत्ती 28 को
16 देखि 20 सम्म हामी पढ्नेछौँ। अँ, ती 11 जना चेलाहरू ती 11 जना चेलाहरू गालिलको त्यस डाँडामा गए गालिलको त्यस डाँडामा गए जहाँ यसुले तिनीहरूलाई जहाँ यसोले तिनीहरूलाई जाने आदेश दिनुभएको जाने आदि दिनुभयो। त्यही ठाउँमा आउनु है भने एपोइन्टमेन्ट गरेको रहेको थियो क्या। या यहाँहरू इङ्ग्रेजमा सुन्नु। तिनीहरू No, just wait. Then the 11 disciples went away into Galilee, into a mountain where Jesus had appointed them. यीशुले त्यही ठाउँमा डाँडा धेरै हो नि गलिलीमा, तर गाडा त्यो एक पर्टिकुलर डाँडामा, त्यो डाँडामा आऊ है मलाई फेर्न आइजाऊ भनेर चाहिँ उसले चाहिँ एपोइन्टमेन्ट गरेर 11 जना चेलालाई उसले आदेश दिएको थियो। तिमीहरू आउनुपर्छ है, यो धेरै इम्पोर्टेन्ट कुरा छ, आऊ माथि भनेर थियो। 16 अध्यायमा है 17 पढौँ। तिनीहरूले उहाँलाई देखेर दण्डवत गरे, तर कतिले चाहिँ कतिले चाहिँ शङ्का गरे। तर कतिले शङ्का गरे। एप्पल चोक्नु भनेपछि तिनीहरू चाहिँ 18 पनि पढ्नु, 18 पढ्ने 20 हो नि, पर्खाउनु राख्नु ल। तब यसो तिनीहरू कहाँ आएर भन्नुभयो, स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिएको छ। यसकारण जाऊ र सबै देशका जातिहरूलाई चेला बनाऊ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देऊ। मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाऊ। हेर म युगको अन्तसम्म सबै तिमीहरूको साथमा छु, जगतको अन्तसम्म कहिले छोड्ने छैन। तिमी जहाँ जाऊ म चाहिँ साथमा हुनेछु भन्ने प्रतिज्ञा हो। त्यसले गर्दा पेन्टिकोस्टमा पनि ऊ आएर त्यही आफैले मन्दिर स्थापना गर्नुभयो, त्यो कुरा हो। तर हामीले सुरुवातमा हामीले हेऱ्यौँ, म नै हुँ पुनरुत्थान जीवन। प्रभु यीशु क्रुसमा मारेपछि उहाँले 3 दिन 3 रात चाहिँ आफ्नो ज्यानमा बसे, गाड्यो। त्यसपछि तेस्रो दिनमा बौरी उठ्यो। बौरी उठेर चाहिँ मृत्युमाथि विजय गरेर बौरी उठेपछि यो सुन्नु न, त्यहाँबाट 40 रात 40 दिनसम्म चाहिँ जोरदार प्रभु यीशु चाहिँ सेवामा अघि बढिरहेको थियो। 40 days and 40 nights एकदम प्रचार गरिरहेको थियो। अनि त्यो प्रचार गर्दैमा यो उहाँले भन्नुभएको थियो कि स्मरण गराउनु भयो। आज्ञा त उहाँ मर्नु अगाडि नै, क्रुसमा टाङ्नु अगाडि नै दिएको यो आज्ञा हो। तर उठेपछि पनि उहाँले 11 जनालाई स्मरण गर्नुभयो। भनेको मैले भनेको होइन तिमीहरू आऊ मलाई भेट्न, त्यहाँ आउनुपर्छ भन्दा येशूले मरिसकेपछि पनि आफ्नै चेलाहरूसित, आफ्नै अनुयायीसित, आफ्नै मानिससित चाहिँ 12 पल्ट देखा पर्नुभयो। मैले प्रचार गर्दै आयो 10 पल्ट गर्नुभयो भनेर। यो पल्ट फेरि गहिरी विश्वास अध्ययन गरेको मध्ये चाहिँ मैले 12 पल्ट भेटाएँ। उहाँले प्रकट गर्नुभयो 12 पल्ट रहेछ। मानिसलाई देखा पर्नुभयो, प्रचार गर्नुभयो, आश्चर्य काम गर्नुभयो। त्यहाँबाट चाहिँ उसले चाहिँ भनेको बमोजिम 11 जना सेनालाई चाहिँ त्यो मिटिङ बस्यो। तिनीहरू हामी के गर्ने हो, हाम्रै प्रभुले चाहिँ त्यो समयमा त्यो दिनमा हामीलाई माथि भेट्न आउनु रे। कस्तो प्रभु हो, हामीलाई चाहिँ कति दुःख दिनलाई खोजेको उसले। यत्रो राम्रो पाक छ, हाम्रो फलफुल फुलेको बगैँचा छ, रेस्टुरेन्ट कति राम्रो छ, यहाँ खोला किनारा कति रमाइलो ठाउँ छ, यति राम्रो जग्गाहरू, मन्दिर सानी हाम्रो टेम्पल टाइममा आऊ भन्नु पर्दैन। सबै कुरा छोडेर गलिलीको कति किलोमिटर टाढा 4 दिन खुट्टाले हिँडेर जानुपर्छ। त्यसपछि पाप चढ्नुपर्छ। त्यहाँ यत्रो जङ्गलमा त्यो सिउँडी काँडा भरेको था। उहाँले गर्नु चाहेको कुराहरू बताउँछ होला, निर्देशन दिन्छ होला, हामीलाई दरिलो पार्छ होला। अनि यसै भन्ने कुरा गर्ने तिनीहरू आयो। आउँदा तुप्प पुगेछ। उसले भनेको ठाउँमा फेर्न भनेको ठाउँमा पुगे क्या।
पुगिँदा चाहिँ के भन्छ भने ए त्यहाँ रहेछ है प्रभु त उभिएर पो रहेछ त्यहाँ त हामीलाई पर्खिरहेछ त भन्यो नि अनि त्यसै भए त कोही कोहीले घप्तो परेर दन्तभर गरिहाले एउटा चाहिँ होइन कहीँ दाउरा खोज्न आएको होला कहीँ जङ्गलमा स्थानीय वासीहरू यहाँ के खोज्न आएको थियो होला अनि त्यही हो यीशु कहाँ हो रहेछ चाहिँ अनुहारै मिल्दैन यस्तो हाम्रो प्रभु होइन भनेर चाहिँ शङ्का गरे दण्डवत अनि यस्तो भयो त्यसै गर्दै गर्दा त पनि त्यो छोरा साहेब नजिक नजिक आइरहेको प्रभु पनि आउँदै थियो आएपछि उसले भनेछ कि वेलकम वेलकम माई डियर डिसाइपल्स मेरो प्यारो डिसाइपल भने के भन्छ चेलाहरू हो मेरो प्यारो चेलाहरू आउनुहोस् आउनुहोस् तिमीहरूलाई पर्खिरहेको म ल ल आउनु भयो धन्यवाद छ भने भनेपछि तिनीहरूले के गर्यो अनि यीशुले चाहिँ एक साइडमा उभिएछ यीशु एक साइडमा उभिएछ 11वटा चेला चाहिँ एक साइडमा उभिएछ आम्ने सामने सरी फेस टु फेस भनेछ अनि प्रभु यीशुले भने कि कहाँ रहेछ पराउँछ त्यो समस्त पावर शक्ति मलाई दियोस् भने हेर म युगको अन्तसम्म तिमीहरूको साथमा हुनेछु सधैँ छु फ्युचरको कुरा हो युगको अन्तसम्म अन्त त आएको छैन अन्तसम्म त म हुनेछु भन्ने हो नि अहिले चाहिँ हामी युगको अन्तमा छु भन्ने हो न लाउडेसन चर्चको अन्तमा छौँ अहिले त्यहाँबाट उनले भन्न थाल्यो एक साइडमा प्रभु यीशु उभिनुभयो 11वटा चेला यता साइडमा उभिनुभयो आम्ने सामने उभिनुभयो यसमा प्रश्नहरू के आउँछ भन्दाखेरि कतिजना थियो त प्रभु यीशुले यो महान आज्ञा दिँदाखेरि महान आज्ञा के हो महान आज्ञा कसले दिएको हो कसले पाएको हो कुन ठाउँमा पाएको हो तिनीहरूले कुन ठाउँ पुरा गरे त पुरा गरे कि गरेनौ यीशुले भनेको कुरा तिनीहरूले यस सर गर्छौ भनेपछि प्रभु हामी गर्नेछौँ भनेर त त्यतिकै लन्थेङ बिर्सेर बसिसकि पुरा गरे कि भन्ने कुरा हो कुन ठाउँमा पुरा गरे यहाँ महान आज्ञा कहाँ पायो कुन ठाउँमा पायो र कहाँ पुरा गर्यो यही कुरा हो कहाँ दिएको कहाँ पाएको त्यो बुझ्नु पऱ्यो नि त नि यसोले कहाँ दिएको त नि कसलाई दिएको मैले एक दिन प्रचारकलाई सोधियो प्रभु यसोले महान आज्ञा दिँदाखेरि को थियो त भने हाम्रै गुरुबाहरू सबै थियो फेरिसी स्याडुसी भेरोदियान हाई प्रिस्ट त्यसपछि चाहिँ बाइबल कलेज स्टुडेन्ट टिचर सबै थियो नि त अरे कस्तो मूर्ख हो यो 11जनाले पाएको 11जना को थियो त नाम गर्नु न नाम मत्ती भयो मार्कुस भयो मत्ती मार्कुस अर्को योना यहुदा पत्रोस याकुब अनि बार्थोलोमियो थादियस साइमन द जिलट थियो नि त अब तर लुका त थिएन है मान्छेले गर्नु त लुका म्याथ्यू मार्क लुका थियो अरे नो लुका वाज नट अ डिसाइपल अफ जिजस क्राइस्ट लुका भन्ने मान्छे चाहिँ प्रभु यीशुको चेला थिएन यो सुन्नु हि डिड नट कम देयर 11जना आउँदाखेरि ऊ थिएन प्रभु यीशुले महान आज्ञा दिँदाखेरि लुका थिएन पावल प्रेरित थिएन को थिएन त धेरै मान्छे थिएन नि त नि 11जना मात्रै थियो त यीशुको त 12वटा चेला थियो तर 11 मात्रै आयो एउटा त किन आएन ससुरालीतिर गएको हो कि जार खान के गरेको एउटा त आएन नि त के नाम हो यो छोरीको नाम सुजना भनौँ चाहिँ प्रभु महान आज्ञा लिनको लागि गयो पहाडमा गालिलको डाँडाको टुप्पोमा गयो प्रभु यीशु त्यहीँ उभिरहेको थिए प्रभु यीशु एक साइडमा बस्यो उभियो 11जना आमने सामने उभियो त्यही कुरा हो नि त प्रभु यीशुले आज्ञा दिनुलाई बोलाउँदा 11 मात्रै किन आयो भन्ने प्रश्न हो हाई प्रिस्ट किन आएन फरिसी किन आएन सदुसी किन बाइबलको स्टुडेन्ट टिचर किन आएन चर्च लिडर्सहरू किन आएन ठुलो मान्छेहरू धर्मको ठेकादारहरू किन आएन यत्रो व्यक्तिहरू किन आएन त उसलाई पुज्ने अनुयायीहरू किन आएन 11जना मात्रै त आयो उहाँको आफ्नै चेला मात्रै त आयो ऊ त मात्रै त बोलाएको हो नि फरिसीलाई बोलाएको छैन प्रभुले हाई प्रिस्टलाई बोलाएको छैन प्रिस्ट स्क्राइब छैन स्क्राइब भने के भन्छ नेपालीमा
बिसप होइन उसलाई भनेको यो शास्त्री भन्छ कि शास्त्रीहरू पनि त्यो बोलाएन क्या नबोलाएको कारणबाट आएको बोलाउनु आउँदैन पनि होला तिनीहरू त यीशुलाई मार्ने हो यीशुलाई सिधाउने भनेको मान्छे हो सिधाउने भने मान्छेले बोलाएर जान्छ त जाँदैन पनि थियो क्या त्यहाँबाट तिनीहरू 11 जना गयो 11 जनालाई भन्न थाल्यो हेर्नु समस्त पावर all power is given unto me all power is given unto me in heaven and in the earth के भन्छ 18 पढौ 18 तब येशू तिनीहरू कहाँ आएर भन्नु 11 चेलाहरूसित आएर भन्नुभयो स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिएको छ all power is with me त्यो समयमा एउटा अर्को परमेश्वर पनि थियो अरे अर्को परमेश्वर पनि थियो अरे तिनीहरूको पावर कति हुन्थ्यो सबै पावर यीशुकोमा अनि अर्को परमेश्वर पनि उता जुङ्दै थियो अरे अर्को पनि थियो भने तिनीहरूको पावर कति थियो पावरलेस 0 पावर हुन्थ्यो नि त ऑल पावर प्रभु यीशुमा छ हैन तपाईहरुको पोकेटमा भएको पैसा मलाई दिनु त म पोकेटमा हाल्छु ल त्यो मेरो कति कति पैसा हुन्छ 0 पावर 0 हुन्छ नि सबै त दिएपछि मसँग छ त्यहाँ त्यसरी प्रभु यीशुले भन्नुभएको सारा संसारको शक्तिमै हो ऑल पावर शक्ति मौका छ भनेको त्यसै कारणले तिमीहरू जाऊ गो ye therefore teach all nations and baptize them the believers baptize them in the name of the Father name of the Son name of the Holy Spirit नामहरुमा हैन नाममा 19 पढौ 19 यसकारण जाओ र सबै देशका जातिहरूलाई चेला बनाओ पिता र पुत्र र पवित्र आत्माको नाउँमा नामहरुमा होइन है नाउँमा तिनीहरूलाई बप्तिस्मा देऊ बप्तिस्मा दिनु परेन सुसमाचार सुनाऊ विश्वास गर्नेहरूलाई तिमीहरूले पिता ग्रहण गरेर पालन गर्न चाहेकाहरूलाई पिता पुत्र र पवित्र आत्माको नाममा नामहरुमा हैन नाममा बप्तिस्मा दिदेऊ भन्ने कुरा हो त हामीले खोज्नु पर्यो नि त पिताको नाम बप्तिस्मा दियो भने पिताको नाम खोज्नु परेन पुत्रको नाम बप्तिस्मा दियो भने पुत्रको नाम खोज्नु परेन पवित्रको नाम बप्तिस्मा दियो भने पवित्रको नाम खोज्नु परेन के हो पिताको नाम के हो बिहानदेखि उठ्दै प्रार्थना गर्छ सुन्नु बेला पनि प्रार्थना गर्छ खानु बेला पनि पिता प्रार्थना गर्छ त उहाँको नाम के हो भने थाहा छैन आई डोन्ट नो त्यस्तो हुन्छ भएन नि त नाम चिन्नु पर्यो नि पिताको नाम पिताको नाम कहाँ रहेछ मैले हिजो अस्ति प्रचार गरिसक्यो त्यो त म अहिले यहाँ रोल डाउन गर्नुपर्छ धेरै लामो भइसक्यो पिताको नाम के हो पिताको नाम आई कम इन माई फादर्स नेम यीशुले भन्नुभयो म पिताको नाम आएको पिताको नाम के रहेछ येशू पुत्रको नाम के रहेछ सबैले जानेछ पुत्रको नाम के हो येशू पवित्र आत्माको नाम के हो येशू माई फादर विल सेन्ड होली स्पिरिट इन माई नेम पवित्र आत्माको नाम के रहेछ येशू त्यसले पिता पुत्र र पवित्र नाम भनेको नाममा भनेको येशूको नाममा होलिसमा देऊ यो आज्ञा पाएको कोले 11 चेलाले 11 जना चेलाले त्यो कुन ठाउँमा पुरा गरे त भनेर खोज्नु परेन हामीले कुन ठाउँ पुरा गर्यो यरुसलेममा आज्ञा पाएको गलिलको डाँडामाथि किन उच्च ठाउँमा बोलाएको नि किन उच्च ठाउँमा द हाई कमिसन हो यो दिस इज द हाई कमिसन सो जीसस कॉल्ड देम टू कम टू द हाई प्लेस टू अ भेरी हाई प्लेस बिकॉज ही वांटेड टू गिव दिस हाई कमिसन टू देम हाई कमिसन मस्ट बी गिवन टू द हाई प्लेस नो पहाडको टुप्पोमा दिनु परेन खोला किनारमा दिनु भएन तालको किनारमा दिनु भएन डेट छ त्यो सीको किनारमा अनपछि चाहिँ गालिलको समुद्रको किनारमा दिनु भएन नि त यो त लो कमिसन होइन कि हाई कमिसन हो त्यस कारणले पहाडको टुप्पोमा दिनु पऱ्यो उच्च गरेर दिनु पऱ्यो त्यहाँ त्यसले त बोलाएको नि यीशु बहुत बुद्धिमान मान्छे हो त्यसले गर्दा यीशुले भने कि आऊ उच्च ठाउँमा आइजाऊ मैले उच्च हाई कमिसन दिनेछु हाई कमिसन महान आज्ञा भन्छ नेपालीमा चाहिँ सजिलो गरी एक चिज हाई कमिसन त्यसपछि बप्तिस्मा लिनेको कुरा चाहिँ यसै भनेर म अन्तको सम्म तिमी साथमा हुनेछु जाऊ भने आज्ञा चाहिँ दियो अनि आज्ञा दिनु बेलामा चाहिँ
येशूको पछि कोही पनि उभिएको थिएन. There was nobody was standing behind Jesus. Nobody also were standing. Nobody was standing. No people were there behind the 11 disciples. 11 चेलाहरूको पछाडि पनि कोही पनि थिएन. कोही उभिएको थिएन त्यहाँ. फेरिसी थिएन, सादुसी थिएन, थियोलोजियन थिएन, गमेलियन थिएन, साउल थिएन, कोही थिएन त्यहाँ. दाहिनेपट्टि पनि कोही थिएन. हजुर हामी गर्छौँ प्रभु भरि ग्रहण गरेको तिनीहरूले ग्रहण गरेर आएपछि के भने पेन्टिकोसको दिनमा त्यो महान आज्ञा पुरा गरे तिनीहरूले. देख्नुपर्छ महान आज्ञा कसरी पुरा गरे भन्ने. पाएको कहाँ, कसले दिएको, महान आज्ञा भने हो के हो, त्यसपछि पुरा गरेको कहाँ, कुन ठाउँमा पाएको तिनीहरूले कसरी पुरा गरे अनि खोज्नु परेन. तिनीहरूको कामबाट खोज्ने हो नि हामीले, हेर्ने हो. त्यहाँबाट पढाउँदा प्रेरितको 2 अध्यायको 37, 38, 39 र 41 त्यसमा लिए प्राय 3000सम्म भने त्यसो. प्रेरित 2:38 मा हामी पढ्नेछौँ. पत्रुसले तिनीहरूलाई भने पश्चाताप गर र तिमीहरूका पाप क्षमाको निम्ति येशू ख्रीष्टको नाउँमा तिमीहरू प्रत्येकले बप्तिस्मा ल्याऊ र तिमीहरूले पवित्र आत्माको वरदान पाउनेछौ. किनकि प्रतिज्ञा तिमीहरूका निम्ति, तिमीहरूका सन्तानको निम्ति र टाढा टाढामा रहेका सबैका निम्ति हो, जसलाई प्रभु हाम्रा परमेश्वरले बोलाउनुहुन्छ. तब जसले उनको कुरा ग्रहण गरे तिनीहरूले बत्तिसमा लिए र त्यसै दिन प्राय 3000 मानिसहरू तिनीहरूको संख्यामा थपिए. 37 छोरे 37 पढ्दा बिस्तारै पढाऊ. 37 पढ्यो. 37 पढाऊ. यो कुरा सुनेर तिनीहरूको हृदय सिया भयो. अनि पत्रुस र अरू प्रेरितहरूलाई तिनीहरूलाई भने ए भाइ हो हामीले के गर्ने भन्ने कुरा के छ भने उहाँले पवित्र आत्मा आएपछि पवित्र आत्माले उच्चारण गर्न थाल्यो. पत्रुसको मुखबाट पवित्र आत्मा बोल्नुभयो. पवित्र आत्मा भने परमेश्वर हो, परमेश्वर हुने प्रभु यीशु संसारमा आयो, ओर्ली आयो. प्रभु यीशुले त्यो दिनमा म मेरो मण्डली स्थापना गर्नेछु, आई विल बिल्ड माई चर्च भन्ने प्रोमिस थियो, त्यो प्रतिज्ञा थियो यो मत्तीको 16 अध्यायमा. त्यो प्रतिज्ञा पुरा गर्न यीशु ओर्ली आए. यीशु स्वर्गबाट ओर्ली आएर पत्रुसको मुखबाट बोल्नुभयो. नबोलिकन कसरी थपना गर्ने मण्डली? बोल्नु पऱ्यो नि त मण्डली थपना गर्नुलाई. मेरो मण्डली कोहीले थपना गर्नेछु, जलन पाउले गर्नेछु, प्रकाश सिंह तामाङले मेरो थपना गर्ने भने होइन के, लुक्राम थापाले गरिने भने होइन. उसले भनेको थियो आई विल बिल्ड माई चर्च, म मेरो मण्डली स्थापना गर्नेछु भनेछ. त्यति मात्रै होइन, पत्रुसलाई तिमी पत्रुस हौ र मैले त्यही यस शतानमाथि खडा गर्नेछु. शतान भनेको यु नो हु आई एम, म को भने तिमीले चिनेछौ. हिजोले भनेछ द आर्ट द क्राइस्ट द सन अफ द लिभिङ गड भन्न थालेछ. यस यो दिस रेभेलेसन तिमीले म को भने चिनेछ नि, रेभेलेसन प्रकाश पाएको छ नि त. यो चाहिँ कुनै मान्छेले तिमीले बताएको होइन. तेरो आमाले, बाले, काकाले, काकीले, मामा माइजूले, हजुरबाले बताएको होइन. कोही धर्म गुरुले, पास्टर गुरुबाहरूले बताएको होइन. स्वर्गमा हुने मेरो पिताले तिमीलाई चाहिँ समझ खोल्नुभएको म को हो भन्ने. त्यसै कारण तिमीले छौ माई फादर हेज ओपन अन्डरस्ट्यान्डिङ. नाउ यु नो हु आई एम. अपन दिस रोक, अपन दिस रेभेलेसन यु ह्याभ, आई विल बिल्ड माई चर्च. थापना गर्ने भनेको. त्यसले गर्दा पेन्टिकोसको दिनमा प्रभु यीशु ओर्ली आएर स्वर्गबाट पत्रुसको मुखबाट प्रचार गर्नुभयो. नि एकदम मिठो सुसमाचार प्रचार गर्नुभयो. उहाँले यीशुलाई प्रचार गर्नुभयो. तिनीहरूमा जम्मा भएको त्यो 3000 भन्दा मानिसहरू. त्यहाँबाट जोरदार प्रचार गऱ्यो. सबभन्दा पहिलो द फर्स्ट सर्मन अफ द न्यू टेस्टामेन्ट चर्च वाज प्रिच on the day of Pentecost in Jerusalem in the Old Testament time. यो नयाँ नियमको समयमा प्रचार गरेको होइन. ओल्ड टेस्टामेन्ट टाइममा नयाँ नियमको मण्डली थपना गर्नु अघि केही घन्टा अगाडि
प्रभु यीशुले पत्रुसको मुखबाट बोलेर सुसमाचार प्रचार गर्नुभयो। त्यही भएर तिनीहरूले सुनेपछि तिनीहरूको हृदय स्या भयो। हामी येशू भनेको त हामीले नै हो नि थुकेको, निन्दा गरेको, अनि गुताई पिटाई गरेको, कराको मुकुट ल्याइदिएको, हामीले नै हो नि काटी ठोकेर मारेको, उतातिर चाहिँ हामीले पुऱ्याएको, हामी सबैले बराबासलाई दिनु छ नि येशूलाई क्रुसमा टाँगौँ भने आन्दोलन गरेको त हामी हो नि, थुक्के गरेको हामी हो, बदनाम गरेको हामी हो, उसको परमेश्वरको विरोधमा उठेको तपाईँ हो। त्यसले त हाम्रो मसिहा रहेछ, तिनी त रहेछ हाम्रो परमेश्वर। मसिहा भनेको परमेश्वर। एक दिन अमेरिकामा एउटा रब्बाई आएछ यरुसलेमबाट। तपाईँहरू त पहिलो आगमनलाई कुरिरहेछ त्यो आइसम्म, हामीले चाहिँ कुरिरहेछ दोस्रो आगमनको लागि, येशूलाई मसिहाको लागि भनेपछि तपाईँहरूको जो पहिलो होस् कि दोस्रो त्यो सोधिनुहोस्। तपाईँहरूको मसिहा आएपछि त्यो मसिहा चाहिँ तिमीहरूको को हुन्छ? वाट विल बी हिज, वाट विल बी द रिलेसनसिप? त्यो को हुन्छ? हु विल बी ही? He will be only a man, only a preacher, only a prophet. What will be he? के हुन्छ त्यो? योसँग सम्बन्ध के रहन्छ? What will be his relationship to God? रब्बाईलाई सोधेको, रब्बाईलाई, यरुसलेमको रब्बाईलाई, when he comes on the earth, what will be he? He said, he will be our God. वहाँ हाम्रो परमेश्वर हुनेछ, परमेश्वर देहधार भएर आउनेछ, प्रतिज्ञा शान्त हामीलाई, एक त कुमारी गर्भवती हुनेछन् र 16 जन्माइनेछन्, उसले पाएको छोराले सनातनको पिता हुनेछ भने थाहा छैन, इटर्नल फादर। उहाँ त हाम्रो परमेश्वर हुन्छ नि, परमेश्वर गॉड इन द ह्युमन फ्लेस। शरीरमा, मनिसको शरीरमा प्रकट भएको परमेश्वर हुनेछ भन्न थालेछ। त्यहाँबाट त ओहो हामी त थाहा नभइकन हामीले पर्खिरहेका मसिहा त येशू पो रहेछ, हामीले त कुत्तेको पित्तेको ओलाई थुकेको, निन्दा गरेको हामी त हो नि। त्यसै भए त्यसैको अपराधहरू चाहिँ कसरी क्षमा पाउने, हामीले कसरी उद्धार पाउने, मुक्ति पाउने भने त रोए, दुरु दुरु रोए तिनीहरू। मुटु हातले चाहिँ मुटुमा थोके यसरी छातीमा। बताउनुहोस् है भाइ पत्रुस, के गर्ने हो? हे दाजुभाइहरू हो, हामी त धेरै ठुलो काम गल्ती गरेछ हामीले त, कसरी उद्धार पाउने? पत्रुसले तिनीहरूलाई भने, पश्चाताप गर र तिमीहरूको पाप क्षमाको निम्ति येशू ख्रीष्टको नाममा तिमीहरू प्रत्येकले बप्तिस्मा ल्याऊ र तिमीहरूले पवित्र आत्माको वरदान पाउनेछौ। त्यसपछि पढाएको 39 किनकि प्रतिज्ञा यो प्रतिज्ञा तिमीहरूको निम्ति, तिमीहरूको सन्तानको निम्ति र टाढामा रहेका सबैको निम्ति हो। प्रत्येक जसलाई प्रभु हाम्रा परमेश्वरले बोलाउनुहुन्छ। त्यसो दियो ल। अब हाम्रो टाइम कति छ भन्छ जोगेन्द्र? परमेश्वरको शक्ति कहाँ छ भन्नेको हाम्रो पोइन्ट हो आजको जति चाहिँ सुसमाचारमा छ। सामसनको शक्ति कहाँ थियो भने कपालमा, इस्राएलहरूको आई शक्ति कहाँ छ भने इस्राएलको जमिनभित्र प्रोमिस ल्यान्डमा, होइन? त्यसै भन्दाखेरि चाहिँ यो शक्ति चाहिँ सुसमाचार चाहिँ प्रचार गर्न जान्दाखेरिमा के हुन्छ त्यो प्रचार पुगेपछि भने हो। त्यहाँ बित मार्दैछौँ यसमा। त्यहाँबाट हामी चाहिँ अब मासु र चुरा खाएर चाहिँ फर्किने भने हामी भन्दैछौँ। यो सुसमाचार प्रचार गर्न यरुसलेमबाट सुरु हुनेछ भन्ने कुरा हो। हामीले करिब त भन्दै आएको छौँ, तर भने पुरा गरौँ। लुका 24:47 हामी पढ्नेछौँ। अनि यरुसलेमबाट सुरु गरेर सबै जातिहरूलाई उहाँको नाउँमा पश्चाताप र पाप क्षमाको प्रचार हुनुपर्छ। तिनीहरू यिनै कुराका साक्षी हौ। आमेन। भनेको यो सारा ठाउँमा प्रचार हिँड्नुपर्छ, जातिमा। नेपालमा भन्ने हेर्नु थारू छ, त्यसपछि अब राई, लिम्बू छ, मगर, गुरुङ, शेर्पा, तामाङ, यत्रो
छ नि त बाहुन छेत्री भानु थरी थरीका जातिहरू पनि सबै ठाउँ पुग्नुपर्छ। चाइनामा कति थरीको मान्छे छन्, त्यहाँ बर्मामा कति छन्, थाइल्यान्डमा कति छन्, यसरी अरू प्रत्येक देशमा नि जात जाति पनि हुँदो रहेछ कि हरेक देशहरू भाषा भाषी कुलहरूमा जानु पुग्नुपर्छ। सारा ठाउँ पहुँचाइदिनुपर्छ।